वासुदेव खोलाले बगाउँदा खोलाबाट बाँच्न सफल भएकी सीमा भुलनको स्वास्थ्य स्थिति सुधार हुँदै आएको छ। साथीहरू, एकैसाथ खोलाले बगाएपछि जबरजस्त रूपमा पौडिएर खोला बाहिर आउन सफल सीमा भुलनको हेटौँडा अस्पतालमा उपचार भए पश्चात स्वास्थ्य स्थिति सुधार हुँदै आएको हो। उनका अनुसार त्यो दिन सपना जस्तै लागेको थियो। सँगै हाँसखेल गर्दै, सँगै खेल्दै, सँगै स्कुल जाने आउने गर्ने साथीहरू एकाएक खोलाले लगेको थियो। आफूसँगै खोलाले बगाएका ती साथीहरूको मृत शव फेला पारेको खबरले गर्दा उनको मानसपटलमा गहिरो चोट परेको छ। साथीहरू सँगै हाँसखेल गरेको, खाएको, पिएको, खेलेको, विद्यालय आवत जावत गरेको ती क्षणहरू उनको आँखामा झलझली आइरहेको उनको भनाइ छ।